जय श्रीमन्नारायण। राधे राधे। आज म एकादशीको बारेमा जानकारी दिन चाहन्छु। वर्षभरिमा 24वटा एकादशी हुने गर्दछन् र अधिक मास परेको बेला 26वटा एकादशी हुने गर्दछन्। जेठ शुक्ल पक्षको एकादशी निर्जला एकादशी रहेको छ। यही जेठ 24 गते निर्जला एकादशी रहेको छ। निर्जला एकादशीको ठुलो महिमा रहेको छ। वर्षभरिमा कसैले एकादशी व्रत गर्न नसके वा सम्भव नभयो भने एक निर्जला एकादशीको व्रत पूर्ण विधिद्वारा गरेको छ भने वर्षभरिको फल प्राप्ति हुने गर्दछ। निर्जला एकादशी सम्पूर्ण पाण्डवहरूले गरेका थिए। यस एकादशीलाई पाण्डवी एकादशी पनि भनिन्छ। र भीमले चाहिँ भोगो बस्न नसक्ने, उनको पेटमा अग्नि, जठर नाम गरेको अग्नि थियो। त्यो अग्निको कारणले गर्दाखेरि उहाँ केही समय पनि भोगो बस्न सक्नुहुन्थेन। त्यस कारणले गर्दाखेरि उहाँलाई वेदव्यासजीले यो उपाय दिनुभएको थियो। वर्षभरिको एकादशी नसक्ने भए निर्जला एकादशीको व्रत गर्नु। निर्जला एकादशी भनेको पानी पनि जल पनि ग्रहण नगरिकन व्रत बस्नुलाई निर्जला एकादशी भनिन्छ। यो निर्जला एकादशीको व्रत दशमीको दिन फलाहार भोजन गरेर एकादशी सुरु भएदेखि द्वादशी एकादशी समाप्त नभएर द्वादशी लागुन्जेलसम्म व्रत हुने गर्दछ। 24 घण्टाको व्रत हुने गर्दछ। यस व्रतमा एकादशीको दिन जल पनि ग्रहण गर्नु हुँदैन, कुनै पनि गर्नु हुँदैन, फलाहारहरू पनि लिनु हुँदैन, केही पनि लिनु हुँदैन। र निर्जला अरू त लिने कुरै भएन, जल पनि नलिकन कसैले यदि यो व्रत गर्दछ भने 24 एकादशीको व्रतको फल प्राप्ति गर्दछ। र यो एकादशीको दिन विशेष गरेर शेष शय्यामा सुत्नुभएका श्री नारायणको विशेष पूजा अर्चना गर्नुपर्दछ। विशेष गरी तुलसीद्वारा अर्चना गर्नुपर्दछ, तिलद्वारा अर्चना गर्नुपर्दछ। 108 नामले, 1000 नामले विशेष अर्चना गर्नु पर्दछ। द्वादशीको दिनमा ब्राह्मणहरूलाई भोजन गराएर सिधा दान गरेर जलको घडा दान गरेर एकादशीको समाप्ति गर्नुपर्दछ। राधे राधे। जय श्रीमन्नारायण।